को फर्स्ट बात हुँदैछ कति महिना बाद सो गाइस यहाँनिर चाहिँ छ मोमो हैन हेलो एभ्रीवन वेलकम ब्याक टु माई च्यानल सो आज चाहिँ मैले नै गरेको नि त भ्लग अस्तिको भ्लगमा चाहिँ हाम्रो दादाले गरेको थियो अन्तखेरि आज चाहिँ के कस्तो गर्छु त्यो तपाईहरुलाई देखाउँछु हैन दुईटा नानीसँग के कसरी मेरो दिन बित्छ भनेर चाहिँ अनि चाहिँ यहाँ चाहिँ छ मेरो बेबी गर्ल खेल्दैछ हो अब उलाई नुहाइदिने ओ कराउँदै पनि छ हो अनि आजको वेदर चाहिँ तपाईहरुलाई देखाउँछु ल आजको वेदर चाहिँ यस्तो छ एकदम यहाँ माथि हिमाल छोपेछ फेरि यहाँनिर हाम्रो बनाना कति खाने कति बनाना जति छ हाम्रोमा चाहिँ अब चाहिँ म याङ्नुलाई बुलुबुलु गरिदिने यहाँ चाहिँ दिदीले घर सफा गर्दैछ हो ल सासु मम्मीले चाहिँ दाउरा बटुल्दै गाइस यहाँनिर चाहिँ इभान नुहाइदिँदैछ हो उसको पापाले लडाई नुहाइदिँदैछ अब इभान नुहाइसकेपछि चाहिँ फेरि उसको बहिनीको पालो हो यस्तो मान्छे चाहिँ अब बुली गर्नु आँटेको छ यहाँ चाहिँ याङनिमाको फर्स्ट बात हुँदैछ कति महिना बाद 6 महिना 5.5 महिना मात्रै आज मात्रै के आइगयो त याङनिमा चाहिँ नरोइकन बसिरहेछ है सो अब चाहिँ म चाहिँ याङनिमालाई सुताउनु आँटेको छु मेरो छोरी चाहिँ आज चाहिँ नुहाएर हल्का भइरहेको छ हो अन्त गाइस म चाहिँ अब चाहिँ याङनिमालाई सुताउँछु हो त्यसपछि चाहिँ फेरि मेरो तल गएर चाहिँ काम पुरा छ हैन अन्त याङनिमालाई सुताइराख्छु त्यसपछि चाहिँ मेरो तलनिर नानीको लुगाहरू धुनुपर्ने छ धुन्छु हो मेरो चाहिँ यसरी चल्छ नानी नुहाइदियो लुगाहरू धुइदियो अन्त यस्तो मान्छेलाई सुतायो उठायो बस्यो यसरी नै मेरो चाहिँ दिन बित्छ अन्त आज चाहिँ दिदीहरू आउँछु भन्दै थियो हो उसको चाहिँ फुपूहरू अन्त मोमो खम मिलेर भन्दै थिएन 3-4 जना भएर अन्तखेरि चाहिँ हामी चाहिँ भयो भने चाहिँ मिलेर मोमो बनाएर खान्छु होला हो अन्त के हुन्छ तपाईहरुलाई पनि देखाउँछु त्यतिन्जेल चाहिँ तपाईहरु हेर्दै गर्नु होला यहाँ चाहिँ मैले नानीको लुगाहरू धुएर सुताएको छु हो गाइस अघि नै तपाईहरुले नयाँको त देखिहाल्यो होला हो सो गाइस यहाँनिर चाहिँ छ मोमो हैन हामी चाहिँ खाजा चाहिँ मोमो खाँदैछु नानी चाहिँ यहाँ सुतेर हेरिरहेछ हो सो गाइस मैले चाहिँ अघि दिउँसो भ्लग एन्ड गर्नु पाइनँ हैन किन भन्दाखेरि चाहिँ नानी रोएर चाहिँ त्यतिकै मोमो खाँदै त्यतिकै भिडियो राखिहालेँ मैले हैन क्यामेरा राखिहालेँ सो आजको लागि चाहिँ यति नै छ हैन थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई प्लिज तपाईहरुलाई चाहिँ यो भ्लग मन पर्यो भने चाहिँ लाइक शेयर कमेन्ट एन्ड सब्स्क्राइब चाहिँ गरिदिनुहोस् होला हैन